आउँदाखेरि छ नि मैले तल हेर्दाखेरि चाहिँ हो हैन हजुर यहाँ भेडा चराउँदाखेरि भेडा गायब भएर यहाँ फोहोर मैला भयो भनेर हजुर अब के गरे त भन्दाखेरि भेडा गायब भयो अनि हराएर अलाबिलाप गर्दाखेरि भरे देवीले पाखी भएर माता गुफा चाहिँ सच्चा मनले माग्नु भयो भने चाहिँ पुरा हुन्छ अरे है घन्टाको ट्राभल पछि हामी चाहिँ यो के भन्छ है काभ्रे जुसम्मको हाम्रो यात्रा पाठशालामै रक्षा गर्नुलाई हामी चाहिँ ताप्लेजुङको यात्रामा हिँडेको है पाठीभरामा आएको अब हामी अहिले बसमा छौँ फेरि हामी कोटेश्वरसम्म चाहिँ बसमा जान्छौँ अनि त्यहाँबाट फ्लाइटमा जाने कुरा भइरहेको छ अनि कति बजी छ हाम्रो फ्लाइट हाम्रो 7 बजेको फ्लाइट छ हामी भद्र पुग्छौँ त्यसपछि त्यहाँबाट सानो रुम लिएर बस्छौँ अनि बिहान 6 बजे पाडी हान्छौँ गाडी नि खाइयो है अब हामी चट्ट निस्किन्छौँ हामी चाहिँ अब चट्ट जाने हो है ताप्लेजुङको यात्रामा हामी चाहिँ एयरपोर्ट पनि आइसकेका छौँ कस्तो अनुभव भइरहेछ त एयरप्लेन चढ्दा अहिले यसो थाकिरहेछ त्यहाँ कतै चढ्ने त्यहाँबाट हिँडेर आउँदै गाह्रो भयो है ठिक छ ल नेपाल एयरलाइन्सको चाहिँ टिकट काउन्टर यस्तो हुँदो रहेछ है यो चाहिँ अहिले खोलेको छैन हाम्रो चाहिँ बोर्डिङ पास आइसकेको छ यो चाहिँ हो बोर्डिङ पास अब हामी ताप्लेजुङ जान्छौँ एयरपोर्टमा खाना चाहिँ सकिँदैन है 100 रुपियाँको पानी अनि यो चाहिँ 200 रुपियाँको हामी ट्रेनमा बसिसक्यौँ कस्तो हुँदैछ त आजको ट्रेन फर्स्ट टाइम होइन त्यही त अनि यो डोमेस्टिक पालना गर्नुपर्ने चिजहरू चाहिँ यो चाहिँ मेरो पहिलो फ्लाइट हो इभिनिङ रातिको होइन राम्रो होला जस्तो छ यो चाहिँ 15,000 मिटर हाइटमा छौँ है त यो चाहिँ दिस इज अल काठमाडौँ है We are safely landed. बाटो त फिलिल्ली रहेछ है गुड मर्निङ एभ्रिवान हामी जान्छौँ हामी चाहिँ हिजो बेलुका आएर प्रज्ञादीमा बसेको प्रज्ञादी चाहिँ रविनाको कलेज मेट हो सो दिदीले हामीलाई यतै दिदीको घरमै राख्नुभयो हिजो है खासै भिडियो चाहिँ बनाउन पाएन अलिक गाह्रो भइसकेको थियो तर पनि ठिकै छ दिदीलाई थ्याङ्क यू धेरै धेरै अब हामी फेरि जाने निस्किने बेला चाहिँ हामी भिडियो सानो बनाउँछौँ त्यसपछि चाहिँ हामी यहाँबाट लाग्छौँ थ्याङ्क यू स्टे ट्युन बस्नु होला मजाले हेर्नु होला कस्तो रहन्छ है ताप्लेजुङसम्मको हाम्रो यात्रा ट्रिप पाठीभरामै रक्षा गर्नुलाई Now we are ready to go. हामी निस्किने है गाडी पनि आइसकेको छ चट्ट हामी यहाँबाट ताप्लेजुङ बाई 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 नानी बाई 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 हस् जान्छु हस् बाई बाई
अब चाहिँ हामी चारालीसम्म टेम्पोमा जान्छौँ है। अनि त्यहाँदेखि चाहिँ हामीहरू ताप्लेजुङसम्मको टाटासम्म पाउँछ अरे। जानलाई टाइम टाइम त यहाँदेखि लगभग 8-8.5 घन्टा लाग्छ। आज हामी माथिल्लो फेदी पुग्नुपर्छ। अटोक छ साथी जाउँ हामी जाउँ। गाडी तात्तिसक्यो क्या हो धेरै है। मस्त 5 थरको सदरमुकाम त्यो चाहिँ फेदिम बजार हो है। लगभग 9 घन्टाको ट्राभल पछि हामी चाहिँ यो के हो मुकुमलुङ भन्ने ठाउँमा आइसकेका छौँ है। यो ताप्लेजुङमै पर्छ। यो चाहिँ बसपाडाको। अब हामी मासतिर लाग्छौँ। अब यहाँबाट अझै 2 घन्टा जति अफरोड जानुपर्छ भन्ने जस्तो कुरा गर्नुभएको छ। अब हामी यहाँबाट अफरोड जान्छौँ। यस्तो छ ल स्थिति बाटोको। ल्याकै हो ल। हामी चाहिँ यो सानो फेदीमा होइन, सानो फेदी होइन दाइ, यो सानो फेदीमा आएछ है। अब हामी यहाँबाट 1 घन्टा जति हिँडेर माथि जानुपर्छ। ठुलो फेदीमा जाने होइन हामी। अब यहाँ चाहिँ एकदम राम्रो पसलहरू रहेछ है, सामान किन्नलाई पनि। तल्लो गाह्रो छ यहाँ छ है। कसै जाने हो माथिसम्म। सानो फेदी हो। अब ठुलो फेदीसम्म चाहिँ हामी हिँड्नुपर्छ। फेरि भोलि बिहान चाहिँ हिँड्नुपर्छ हामी। यहाँ मान्छेहरू टन्नै छ है। Lots of people. ल अब हामी चाहिँ हिँड्न थालेको है। अब आज 1-2 घन्टा जति लाग्छ होला। पाथिभरा माता की, पाथिभरा माता की, पाथिभरा माता की जय। ल मान्छेहरू धेरै छ जाने है पाथिभरा माताको दर्शन गर्नको लागि। ल अब आधी घन्टामा हामी चट्ट माथि पुग्छौँ है। कस्तो भयो त आन्टी? रमाइलो भयो? पानी परेर अलिकति बोर भयो है? होइन, पानी पर्छ। हामी त पराउँदा पनि पराएर पानी पर्छ। ए हो र? अब 525 मिटर जति छ अरे चट्ट। त्यसपछि अनि हामी ठुलो फेदी होइन, ठुलो फेदीमा पुग्छौँ। 1.5 घन्टाको सिधै ठाडो उकालो पछि हामी चाहिँ ठ्याक्क आइपुगेका छौँ है। यो यहाँ छ मत चाहिँ पर्यटन महोत्सव 2081 को रहेछ है त्यो चाहिँ। गाह्रो छ है हिँड्न। माथि यस्तो रहेछ।
यहाँ एकजना सानो भाइ पनि छ, यहाँ पनि छ। ए भाइ कस्तो भइरहेछ त? हिँड्न नपर्ने होटल नम्बर 1 रहेछ है। हामी चाहिँ 11 नम्बर अब हामी चाहिँ पाथिभराको लागि हिँड्न लाग्यो। यस्तो छ ल हामी बसेको ठाउँ चाहिँ यस्तो। अब हामी यहाँबाट चाहिँ पाथिभराको लागि हिँड्न लाग्यो है। यहाँको 4 बजिरहेको छ, मान्छेहरू अघि गइसक्यो, अब हामी मात्र बाँकी हो। ल है त दाइ, अब वाकिङ चाहिँ पाथिभरामै है। अब चाहिँ हामी यहाँबाट हिँड्न लाग्यो, सबजना रेडी बस्यो। अब यहाँबाट लगभग 4-5 घन्टापछि हामी माथि पुग्छौँ होला। स्टेडियम गाइस है। यहाँबाटमा चाहिँ केही पाउँदैन है। ल जय शिवजी, जय शम्भु, जय पाथिभरामै रक्षा गरिदेऊ। पाथिभरामाईको यात्रामा लागिसक्यौँ। अन्धकार छ है। यस्तै हुन्छ, यहाँको पनि छुट्टै कहानी छ जस्तो लाग्छ मलाई चाहिँ है। भेडाहरू सब छ। जय गुरु गणेश। यो वे चाहिँ 1300 बाटो छ भन्नाले सर्टकट छ। सर्टकट त होइन, यो अलिकति स्नेक जस्तो टाइपको छ है। अनि यहाँबाट गयो भने चाहिँ सिधा ठाडै उकालो छ। अलि टाढो पुग्ने रहेछ। यो चाहिँ लङ बाटो चाहिँ है। यस रुट जुन पक्रे पनि फरक चाहिँ पर्दैन रहेछ। कताबाट जानुहुन्छ? यो चाहिँ उकालो बाटो रहेछ अनि यो चाहिँ 1300। सबै उकालो हो यो, यस्तो उयो छैन त म्याप। पाथिभरामाई की, पाथिभरामाई की, पाथिभरामाई की जय। ल जय जय होस्। भिड छ है पाथिभरा जानको लागि। उकालै उकालो छ है। सक्यो है। घन्टा हात्ती 2 घन्टा हात्ती लाग्छ भनौँ। बाटो त सब उकालै उकालो है। बाटो चाहिँ राम्रै छ है। त्यस्तो अब उकालो त उकालै भइहाल्यो। त्यस्तो खाल्टाङ खुल्टुङ त्यस्तो टाइपको चाहिँ छैन। हिँड्दैछौँ है बा। कहाँदेखि आउनुभयो बा? हजुर झापादेखि आएको। पाथिभरामाईको दर्शन गर्नु पर्यो भनेर है।
पाथी भएर माइकोमा चाहिँ इच्छा पुरा हुन्छ अरे जस्तो कुरा गरेको छ। शक्तिशाली हुनुहुन्छ पाथी भएर माता। सो त बा पनि हुनुहुन्छ है र आमा। गाह्रो भयो आमा? आइपुग्यो है। अब फर्स्ट टाइम हो कि पहिलो पटक हो? दोस्रो पटक हो है। ठिक छ ल, मेरो चाहिँ पहिलो पटक हो है। जो सिनियो गाह्रो भयो आमालाई? ठिकै छ है। ए आमाको तेस्रो पटक भयो अरे। अब चाहिँ लगभग मन्दिर आइपुग्यो। सेतो लाली गुराँस हो यो चाहिँ है। तपाईँको छ रातो पनि रहेछ ल यहाँ। रातो पनि छ है। अब हामी लगभग आइसकेका छौँ है। 5 मिनटमा हामी पुग्छौँ। 1.5 घन्टा 2 घन्टाको हिँडाइपछि हामी चाहिँ माथि पाथिभरा मन्दिर आइपुगेका छौँ है। यहाँ चाहिँ यस्तो छ माथि। घरहरू पनि बनाइरहेको रहेछ। एसवाई प्यानलको यो चाहिँ है, सबै राम्रो घर बन्दो रहेछ एसवाई प्यानलको पनि। यस पाथी भएर माताले बोलाउनु भयो है। अनि हामी हिँड्दै आइपुग्यौँ। अब यहाँबाट चाहिँ थोरै हिँड्नुपर्छ पाथी भएर माता पुग्न। यस्तो छ यहाँ चाहिँ है। आछु पाथी भएर माता। हामी चाहिँ माथि आइसकेका छौँ। अब माताको दर्शन गर्ने हो। अनि त्यसपछि हामी फेरि तल फर्किनुपर्छ है। आज शनिबार भएकोले नि मान्छेहरू चाहिँ अलिकति भिडै छ। जय पाथिभरा माता। हाम्रो यहाँको पाथिभरा माताको हाइट चाहिँ लगभग 37 मिटर्स 3700 मिटर्स छ भन्नु भएको छ है। भित्र चाहिँ पुरै मान्छेहरू लाइन पनि बसिराख्नु भएको छ। अनि मैले तल हेर्दाखेरि चाहिँ होइन हजुर यहाँ भेडा चराउँदाखेरि भेडा गायब भयो अरे। यहाँ फोहोर मैला भयो भनेर। हजुर अब के गर्यो त भन्दाखेरि भेडा गायब भयो। अनि हराएर अलाबिलाप गर्दाखेरि भरे देवीले ती यहाँनिर चोखो गर्नु, यहाँ पूजा गर्नु भनेर देखाइदिएपछि अनि यहाँ तल कता छन् अरे ठाउँमा गएर पूजा गरेपछि भेडाहरू बाख्राहरू यहाँ भयो अरे, प्रकट भयो फेरि। अनि यो ठाउँमा पूजा गर्ने दैनिकी ती गोठालाहरूबाट सुरु भएको अरे। यहीँको गोठालाहरू त्यति बेला अब गोठ चार्ने चलन थियो नि त। जहाँ घाँस घसिलो छ त्यो ठाउँमा
बाख्रा गोठालाहरूले बाख्राहरू सार्ने चलन थियो, गोठ सार्ने। हजुर त्यो चलन चाहिँ चल्दै चल्दै अनि यहाँ त्यो पूजा गरेकोले अहिलेसम्म त्यो चलिआएको छ भनेर यहाँनिर यहाँका गुरुहरूले सुनेको कुरो मात्रै हो, मैले पनि यो आफूले मुक्त बनाऊ अरूको मुक्ति गराए दुर्गे देव भक्तिमा। हामी काभ्रे जिल्ला। हजुर है यो सबै पाथिभरा माताको नाममा हो।